Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Jeevan sir. Happy birthday to you. Happy birthday मेरो सर तपाईलाई जन्मदिनको काट्नु सर काट्नु सर किनी शुभकामना भाइ ह्यापी बर्थडे ए यो बाला लगाउनु न आन्टी लगाएर हाट्नु 150 नै हो 150 नै नखाइ आजको बसेले केटाको हात टुटो नाइला सौ वाउ ओए राम्ररी भिडियो गर्दा है केटा हो चन्द्र दाइको पालै हैन ह्यापी बर्थडे मेरो सर मेरो 10 वर्ष आयो चाहिँ कम्तीमा 10 जन्मदिनको लाखौँ लाख शुभकामना अघिसम्म अब भाइले केक सकाउँछु भनेर अगाडि दिनु भएन दाइ त्यही पनि म केही भन्न चाहदिनँ सोगान भाइ मणि गोपाल त्यहाँ भान्जालाई पनि केक काट्छ हो भान्जो मणि दाइ बन्द गरेको ल ह्यापी बर्थडे जीवन आज थ्याङ्क यू मेरो कान्छो भाइ जीवन प्रधानको चाहिँ शुभ जन्मदिन रहेकोले आज हामी संयोगवश ठ्याक्कै घर आइपुगेको रहेछौँ हिजो अनि आज हामी बिहान मन्दिरतिर जान भनेर भर्खर घरबाट निस्क्यौँ अब हामी चाहिँ निस्किसकेका छौँ अब हामी 6 जना छौँ अहिले बच्चा सहित शुभकामना हाम्रो सल्टीलाई थ्याङ्क यू सल्टी थ्याङ्क यू जीवन बाबुलाई पनि थ्याङ्क यू भाउजू धेरै धेरै शुभकामना हस्बेन्डलाई नभन्नु 12 बजे भनेको अनि जिगुको पाला अब खै त जिगुले भने खै त ठ्याक्क म कति 12 10 मा सुते हजुर खाऊ न हाम्रो चाहिँ हाइवेबाट अलिकति मात्रै भित्र छ अब हामी हाइवेमा निस्किसकेका छौँ अब हामी पूर्वतिर लाग्दैछौँ जाँदा जाँदै फाइनल्ली बलियामा आइपुगेका छौँ अब हामी अहिले बिहानको समय भएकोले गर्दाखेरि रोड खाली खाली नै छ हामी सरर जाँदैछौँ एकदम स्मुथली जाँदैछौँ जिको के भन्छ जिको सानो कहाँ हिँडेको तिमी मन्दिर किन हो अस्ति एउटा भिडियो त खुब देखिरहेको त मैले सानो ए भिडियो बनाउनको लागि ए घुसपेट गरेर पो 20 मिनट घटाउँदै 70-80 त्यहाँबाट त घट्दै घट्दै जान्छ
एरियामा आइपुगेका छौँ। अहिले चाहिँ नै यहाँ पहिला पहिला आउने मान्छेहरूले यो गच्छा भन्ने र थाहा पनि पाउँदैनन्। यहाँ चाहिँ रुखहरू पुरा फडानी गरेर रोड चाहिँ 6 लेनको बन्ने क्रम जारी छ। म नै सुरुमा आउँदा एकचोटि झुकिएको थिएँ। गच्छा पुल मन्दिरतिर जाँदैछौ होइन म मन्दिर पेट त गर्नु थाल्यो पुग्ने हिसाबले जाने होला नि। पूर्वको बाटो चाहिँ अहिले बन्ने क्रम जारी भएर डाइभर्जनहरू धेरै छ। तर चाहिँ विकास हुनलाई विनाश हुनुपर्छ। विनाश नभई विकास हुँदैन। अहिले विनाश भइरहेछ। यहाँ हामीले गाडी कुदाउने मान्छेलाई अलिकति अहिले गाह्रो भइरहेछ यो डाइभर्सनले गर्दा। बाटो 6 लेनको बनाएपछि एकदमै राम्रो हुन्छ। यो पूर्व जाने रातो गाडीबाट चाहिँ एकदम जोगिनुपर्छ भन्छन्। यिनीहरू चाहिँ एकदम हाई स्पिडमा कुदाउँछन्। यिनीहरूलाई चाहिँ कति हतार हुन्छ कुनी। यो पूर्वतिर रातो गाडी कुदाउने ड्राइभरहरूले चाहिँ सबैले यो कुरालाई अलिकति मनन गरेर एकदम सुरक्षित यात्रा गर्नु होला, सुरक्षित यात्रा गराउनु होला। गोठगाउँ नजिकै रहेको पाथिभारा मन्दिरमा आइपुगिसकेका छौँ। चकलेट आज ल्याइदिनु। फोटो खिच्ने अब कार्यक्रम भइरहेछ। छोरीलाई दिने नि एउटा अब हामी चाहिँ मन्दिर छिर्न लागिसक्यौँ। अब भित्र फोटो नखिचौँ है त। अब हामी यहीँबाट निस्किन्छौँ।
के पानी सुकेको नरिवल परेछ क्या जीवन Viष्णु ल हामी चाहिँ अहिले पूजा गरेर फर्किँदैछौँ है त हाम्रो गाडी चाहिँ पर छ हामी चाहिँ पूजा गरेर अब निस्क्यौँ है त